अहिले हामी ब्राम्पटन ड्राइभ टेस्ट सेन्टरको नयाँ ठाउँ जहाँ ब्राम्पटन गेटवे टर्मिनल नजिकै रहेको यो टेस्ट सेन्टरमा छौँ र यहाँ 1 देखि 40 सम्मको पार्किङ स्पट रहेको छ। यहाँ तपाईले सबभन्दा पहिला आएर आफ्नो गाडी यहाँ पार्क गर्नुहुन्छ र जसरी हामीले अहिले पार्क गरिरहेका छौँ पार्किङ स्पट 27 रहेको छ हाम्रो र हामी यहाँ यसरी पार्क गरिसके पछाडि हामी एक्जामिनरको वेट गर्छौँ यहाँ र कसरी एक्जामिनर आइसके पछाडि तपाईलाई के गर्नुपर्छ र कसरी लैजान्छ भन्ने कुरा अब हामी तपाईलाई देखाउँदैछौँ। र हामी फर्स्ट रुट हामीले गरिसकेका छौँ र हामी सेकेन्ड रुटमा जानको लागि हामी तयारी अवस्थामा छौँ। र यसभन्दा पहिलाको भिडियोमा मैले एउटा वर्ड बोलेको थिएँ, त्यो वर्ड सबैलाई मन पराएर रहेछ। त्यो चाहिँ एक्जामिनर आइसके पछाडि तपाईँ नडराउनु होला। बढी गरे तपाईलाई त्यसले पिट्दैन, तपाईलाई केही गर्दैन, गाली गर्दैन। बढी गराउने भए तपाईलाई फेल गराउने हो भन्ने कुरा मैले जुन भनेको थिएँ त्यो धेरैलाई मन पर्यो रे, मलाई भन्दै हुनुहुन्थ्यो। ठ्याक्कै त्यस्तै हो। तपाईको एक्जाममा राम्रो ड्राइभ गर्नुभयो भने नातिकन गर्नुभयो भने पास हुनुहुन्छ, नभए चाहिँ तिमी नेक्स्ट टाइम ट्राई गर 10 दिनपछि देऊ भनेर तपाईलाई राम्रोसँग उसले भन्छ, तपाईलाई गाली गर्दैन, न तपाईलाई पिट्न आउँदैन हैन। त्यही भएर ढुक्कसँग दिनु होला यो एक्जाम भनेको कुरा चाहिँ। अब यसमा फेल हुने बित्तिकै आकाशै खस्ने होइन क्या, तपाईलाई अझै राम्रो ड्राइभर बनाउँछ। त्यसले गर्दाखेरि राम्रोसँग ध्यान दिएर गर्नु होला र प्रेसर नलिकन गर्नु होला। हामी रुट 2 मा छौँ, हामी रुट 2 जाँदैछौँ। अब अघि ड्राइभ टेस्ट सेन्टरबाट हामी राइटतिर गयौँ भने, स्टिल्सतिर गयौँ भने हामी अहिले यो ड्राइभ टेस्ट सेन्टरबाट लेफ्ट टर्न गरेर सार्लेतिरबाट जाँदैछौँ। अनि तपाईको एक्जामिनर बसिसके पछाडि यहाँबाट तपाईलाई टर्न लेफ्ट भन्नेछ। हामी ड्राइभमा गाडी राख्छौँ, लेफ्ट सिग्नल दिन्छौँ, बोथ साइड हेर्छौँ हामी क्लियर छ, पेडेस्ट्रियन छैन, कोही छैन। 360 हेरौँ, पछाडिबाट मान्छे त कोही आएको छैन है। हामी हिँडौँ है र बिस्तारै जानु होला। ब्रेकमै खुट्टा राखेर पार्किङ स्पटमा ब्रेकबाट खुट्टो हटाएर ग्यासमा चाहिँ नलैजानु होला। बिस्तारै ध्यान दिँदै जाने। तपाईको स्पिड डजन्ट म्याटर। एकदमै तपाईले यही बेलामा गाडी आउँछ, तपाईले यदि ग्यासमा खुट्टो छ भने के गर्नुहुन्छ, ब्रेक दबायो भन्दा झ्याप्पै ग्यासमा खुट्टो गयो भने गाडी अगाडि जान्छ र तपाईँ एकदम आत्तिनुहुन्छ, गाडी ठोक्किने सम्भावना पनि हुन्छ। त्यसले गर्दा स्पिड गर्दै नगर्ने। दायाँबाट गाडी निक्लिन सक्छ, बायाँबाट गाडी निक्लिन सक्छ है, ध्यान दिनु होला। अब यहाँबाट तपाईलाई लेफ्ट भन्नेछ। ड्राइभ टेस्टको अगाडि आइसके पछाडि यहाँ ब्रेकमा खुट्टो लाउँदै जानु, बोथ साइड हेर्दै जानु। पेडेस्ट्रियन छैन, लेफ्टबाट गाडी आएको छैन भने तपाईँ टर्न गर्नु। टर्न गर्दाखेरि जहिले पनि राइट ह्यान्ड साइडको कर्भलाई फोकस गर्दै जाने। अब यहाँ आइसके पछाडि ठ्याक्क मल इन्ट्रान्सको अगाडि ड्राइभ टेस्टको अगाडि एउटा चाहिँ स्टप साइन छ, यो पेडेस्ट्रियनको लागि हो। ट्याक्क लाइन येल्लो सोलिड लाइन छ, यसलाई टच नगरिकन कम्प्लिटली स्टप गर्ने। लेफ्ट हेर्ने। मलबाट मान्छेहरू निक्लिन सक्छ, एकदम ध्यान दिनु होला। निक्लँदैछ भने रोकेर आऊ, क्रस हौ तिमी जाऊ भन्नुहोस्, हातले इसारा गर्नुहोस्। उनीहरू क्रस भइसके पछाडि बल्ल निस्कनुहोस्। निस्किसके पछाडि यहाँ थोरै डाउन हिल छ, यहाँ थोरै अनकन्ट्रोल हुन्छ साथीहरूको गाडी चाहिँ। मेरो स्टुडेन्टहरूको यहाँ ल्याउँदाखेरि सुरुमा मैले यहाँ अलिक प्रिपेयर गराउनुपर्छ। यहाँ बिस्तारै जाँदै गर्ने, स्पिड म्याटर गर्दैन, ध्यान दिँदै जाने। 15 को स्पिडमा, 15 स्पिडमा तपाईको एकदम इनफ हुन्छ। यहाँ भित्र आउँदाखेरि आइसके पछाडि फेरि तपाईको यहाँ स्टप साइन आउँछ। स्टप साइन आइसके पछाडि कम्प्लिटली स्टप गर्ने। पेडेस्ट्रियनको लागि हो। 3 सेकेन्ड लेफ्ट हेऱ्यो। पेडेस्ट्रियन नभइसके पछाडि जाने। आउँदैछन् भने उनीहरूलाई जान दिनु होला। यहाँ थोरै घुम्टी छ, अनब्यालेन्स हुन सक्छ गाडी, एकदम ध्यान दिएर जानु होला। अनि फेरि अर्को स्टप साइन आउँछ, यो चाहिँ अलवेज स्टप हो। ठ्याक्क रोकेर बस्ने। पेडेस्ट्रियन हुन्छ। कोलिजन रिपोर्टिङ सेन्टर हो। यहाँ गाडी एक्सिडेन्ट भएका गाडीहरू चाहिँ यहाँ आएर रिपोर्ट गर्छन्। त्यसले गर्दाखेरि मान्छेहरू हतारमा हुन्छ, उनीहरू टेन्सनमा हुन्छ, उनीहरू गाडी हेर्दैन, दुगुर्दै आउँछ रिपोर्ट गर्न आएको मान्छेहरू होइन, गाडी ठोकिएर आएकोहरू। अनि बोथ साइड हेर्ने। पेडेस्ट्रियन छैन भनेपछि अलवेज स्टप। हामी येलो लाइनलाई रेफरेन्स लिँदै यहाँबाट टर्न गर्नु होला। अनि अगाडिको राइट ह्यान्ड साइडको कर्भ र येलो लाइनलाई तपाईँले रेफरेन्स लिने। अब सारले आउँछ, यो वेयर स्टोरको राइट ह्यान्ड साइडमा छ, लेफ्ट ह्यान्ड साइडमा। अब सारले आइसके पछाडि तपाईँलाई टर्न लेफ्ट टु द लाइट्स भन्छ। तपाईले मिरर सिग्नल ब्लाइन्ड स्पट एप्लाई गरेर येलो उतैबाट आउँदाखेरि येलो लाइनलाई रेफरेन्स लिँदै आउनु होला। त्यसले गर्दा एकदम सजिलो हुन्छ। यहाँ आइसके पछाडि ट्याक्क रोक्ने। अहिले रेड लाइट भएको हुनाले हामी रोक्दैछौँ। अब यहाँ लेफ्ट टर्न गर्दाखेरि चाहिँ तपाईले अनकमिङ ट्राफिक छैन, पेडेस्ट्रियन छैन भने, आफ्नो वे क्लियर छ भने जान सक्नुहुन्छ। अब हामी ग्रिन भइसके पछाडि जान्छौँ। रोक्न बिचमा गएर रोक्नु परेन किनकि अगाडि गाडी छैनन्।
पेडेस्ट्रियन छैनन्, थोरै अगाडि गइसके पछाडि येल्लो लाइन रिफ्रेस दिँदै ठ्याक्क लेफ्ट टर्न गर्ने। अनि यो स्पिड लिमिट यहाँको चाहिँ 50 हो। तपाईँले टर्न भइसके पछाडि 50 स्पिड लिमिट लैजाने कोसिस गर्नु होला सार्लेमा लेफ्ट गरिसके पछाडि। अनि त्यसपछि थोरै अपहिल भएको हुनाले ग्यासलाई थोरै अगाडि बढाइदिने। त्यसपछि तपाईँले म्याकमर्सी आउँछ, त्यहाँबाट लेफ्ट भन्छ, टर्न लेफ्ट टु द लाइट्स, मिरर, सिग्नल, ब्लाइन्ड स्पट टु द लेफ्ट एप्लाई गर्ने। लाइट इज ग्रिन, हामी सिधै लगेर बिचमा लगेर रोक्छौँ। यदि अनकमिङ ट्राफिक छैन, पेडेस्ट्रियन छैन भने, टाढा टाढा छैन भने येल्लो लाइन रेफरेन्स लिएर हामी यहाँबाट टर्न गर्छौँ। अहिले क्लियर थियो बाटो। त्यसपछि हामी आइएमएसमा स्पिड लिमिट ठ्याक्कै 50 देखाउँछ, यहाँ 50 पुऱ्याउने कोसिस गर्ने। यहाँ तपाईँले केही गर्नु पर्दैन, 50 पुऱ्याउँदै लैजाने। साइकलको लेन छ यहाँ, साइकलसँग सेयर गर्ने हो। यदि राइट ह्यान्ड साइडमा साइकल गइरहेछ भने लेन स्विच गरेर लेफ्टमा जानु होला तपाईँ है। अब यहाँ गइसके पछाडि सेकेन्ड स्ट्रिटबाट म्याकमर्सीबाट तपाईँलाई लेफ्ट टर्न गरिसके पछाडि सेकेन्ड स्ट्रिटबाट अघि हामी जुन रुट यो फर्स्टमा हामी गएको थियौँ त्यो रुटमै लैजान्छ तपाईँलाई। त्यहाँ गइसके पछाडि अब डाउनहिल पनि छ, ख्याल गरेर जाने। टर्न राइट फ्रम द फर्स्ट स्ट्रिट भन्यो भने लेफ्ट सिग्नल दिने बिफोर ब्रेकिङ। ठ्याक्क राइट ह्यान्ड साइडको कर्भ हेर्दै तपाईँले टर्न गर्नुहुन्छ। पेडेस्ट्रियन छैन भने जाने, छ भने रोक्नु होला। त्यसपछि यहाँ ओह्रालो बाटो छ, डाउनहिल छ। अब यहाँ आइसके पछाडि तपाईँलाई फेरि गाडी देख्यो भने प्यारालल पार्किङ बनाउन सक्छ, जुन कुरा हामी पहिला गरेर अघिल्लो भिडियोमा चाहिँ रुट फर्स्टमा जाँदाखेरि चाहिँ हामीले तपाईँलाई देखायौँ। अब यहाँ अघि जस्तै स्लो गर्ने, स्पिड एकदम ध्यान दिने, स्पिड ब्रेकरहरूमा एकदमै ध्यान दिने। स्लो भयो भने आफै नआतिने, आफैले कन्ट्रोल गरेर जाने, स्लो गरेर जाने, सेफली जाने है। तपाईँले अनसेफ जानुभयो भने डेन्जर हो, सेफली जानुभयो भने तपाईँलाई डेन्जर होइन। एकदम प्यासिभ ड्राइभिङ गर्ने, एग्रेसिभ हुँदै नहुने है। फेरि तपाईँको भित्र 3-4वटा स्पिड ब्रेकरहरू छ क्या यहाँ। अनि यो स्पिड ब्रेकरहरूमा एकदम ध्यान दिएर जानु होला, घ्याङ्ग नगराइदिने। मानवीय स्वभाव हो नि त, मान्छेको हो नि त। तपाईँले कसैले साइडमा बसिरहेको छ र घ्राम घ्राम गऱ्यो भने उसलाई रिस उठिहाल्छ होइन, त्यो पनि हो। अनि आफ्नो गाडी पनि स्मुथ बनाउनु पर्यो तपाईँले। त्यसपछि अब यहाँ अर्को स्पिड ब्रेकर छ, यहाँबाट पनि क्रस भएर कोही कोही एक्जामिनरहरूले थोरै अगाडि लगेर पनि तपाईँलाई 3 पोइन्ट टर्न गराएको मैले देखाएको छु। त्यसले गर्दा हामी यो स्ट्रिटबाट लिली क्रेसेन्टबाट राइट टर्न गराउँछ। यहाँ गइसके पछाडि मान्छे छैन भने स्मुथली टर्न गर्नु होला। यहाँ आइसके पछाडि अहिले बोथ साइडमा ट्राफिक छ, एकदम ध्यान दिएर जाने, रस नगर्ने। अनि यहाँ तपाईँले डेड इन्ड टाइपको देख्नुहुन्छ, तर लेफ्ट ह्यान्ड टर्न लेफ्ट भन्छ, यहाँ लेफ्टमा जाने। अगाडिबाट कोही आएको छैन, आउने छ भने जान दिने। यहाँ आइसके पछाडि तपाईँलाई जब यहाँ लेफ्ट गराउँछ, यहाँ पुल ओभर गरेर 3 पोइन्ट टर्न गराउँछ तपाईँलाई है। हामी पुल ओभर गर्दैछौँ, कम्प्लिटली स्टप। 3 पोइन्ट टर्नका लागि लेफ्ट सिग्नल दियो, स्टियरिङ अल द वे टु द लेफ्ट। अगाडि र पछाडि कोही छैन, रियर भ्यू मिरर हेरेँ, पछाडि फेरि पनि कोही छैन। अनि फेरि मैले ब्रेक छोडेँ। यो गाडी स्ट्रेट नहुँदासम्म म जान्छु, जबसम्म अगाडि गयो। अब हामी रोक्छौँ, रिभर्स, राइट सिग्नल, स्टियरिङ अल द वे टु द राइट। पछाडि हेऱ्यो, बोथ साइडको गोलो मिररहरू, बोथ मिररहरू हेर्दै चेक गर्दै जान्छौँ। त्यसपछि अगाडि पुग्छ भनेपछि ड्राइभमा लेफ्ट सिग्नल, दायाँ बायाँ हेर्दै स्टियरिङ लेफ्ट टर्न गर्दै हामी जान्छौँ। र गाडी टर्न भइसके पछाडि स्टियरिङ रिकभर गर्दै जाने। अनि त्यहाँबाट टर्न गर्दा जहिले पनि राइट ह्यान्ड साइडलाई फोकस गर्दै जाने, ब्रेकमै खुट्टो लाउँदै टर्न गर्ने। त्यसपछि फर्किने, स्मुथली ध्यान दिँदै जानु होला। अनि यहाँ स्टप साइन छ, स्टप साइनबाट टर्न लेफ्ट भन्छ यहाँ तपाईँलाई। पिल्टन हाइट्स रोड, यहाँबाट चाहिँ लेफ्ट टर्न भन्छ। पेसेन्जर छैनन्, मान्छे छैन, अनि बोथ साइडको ट्राफिक छैन, टाढा टाढासम्म भनेपछि हामी ठ्याक्क आफू जाने ठाउँ राइट ह्यान्ड साइडको कर्भ हेर्दै हामी टर्न गर्छौँ। यहाँ फेरि तपाईँको स्पिड ब्रेकर छ, यसमा ध्यान दिँदै जान्छौँ। अनि तपाईँले के कुरा ख्याल गर्नुपर्छ भने, मैले गाडी सिकाउँदा पनि भनिरहेको हुन्छु यो कुरा चाहिँ होइन, तर राइट ह्यान्ड साइडमा गाडी रोकेर बसिरहेको छ भने
तपाईँले त्यो गाडीले एनी टाइम ढोका खोल्न सक्छ। त्यो चाहिँ तपाईँले एकदम ध्यान दिएर चलाउनु होला। मान्छेले पछाडि हेर्दैन, एकदम रसमा हुन्छ मान्छे हिजोआज होइन। अनि उसले ढ्याममा ढोका खोलिदिन सक्छ। त्यो डिस्टेन्स मेन्टेन गरेर मात्रै चलाउने। तर तपाईँले त्यो डिस्टेन्स मेन्टेन गर्न सक्नुहुन्न, अगाडिबाट गाडी आइरहेको छ भने तपाईँले के गर्ने त पछाडि नै रोकिदिने। तपाईँको अगाडिको गाडी डिस्टर्ब छ भने, तपाईँको बाटो डिस्टर्ब छ भने, र त्यो ढोका खोल्ने त्यो डिस्टेन्स उसले ढोका खोल्दाखेरि पनि तपाईँको गाडीले टच नहोस्, त्यो डिस्टेन्स मेन्टेन गर्न सक्नुहुन्न, त्यो ग्याप छैन भने त्यही गाडीको पछाडि रोक्ने अनि आफ्नो बाटो क्लियर भइसके पछाडि जाने। तपाईँ क्लोज नजानु होला। क्लोज जानु भनेको डेन्जर हो है। यहाँ आइसके पछाडि हामी सर जान्छौँ। यहाँ जाँदै गर्दाखेरि अघि डाउन हिल गराउन सक्छ भने मैले डाउन हिलका लागि तपाईँले पुल ओभर गर्ने, स्टेइङ गोज अल द वे टु द राइट, देन सिफ्ट टु द पार्क है। हामी स्टप साइनबाट राइट जाँदैछौँ। टर्न राइट फ्रम द स्टप साइन भनेपछि ठ्याक्क यहाँ रोक्ने, सिग्नल दिने अनि बोथ साइडको पेडेस्ट्रियन छैन, लेफ्ट ह्यान्ड साइडमा हेर्दै 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 जाने। कोही छैन भने ग्यासमा खुट्टु राइट टु राइट लेनमा ठ्याक्क जाने। त्यसपछि तपाईँलाई क्विक लेन स्विच गराउँछ है उसले। मिरर सिग्नल ब्लाइन्ड स्पट हेरेर ट्याक्क आउने, टर्न लेफ्ट टु द लाइट्स भन्छ अनि मिरर सिग्नल ब्लाइन्ड स्पट अल द वे टु द लेफ्ट आउने। किनभने हामी अब इक्बालपुरतिर ड्राइभ टेस्ट सेन्टरतिर छिर्दैछौँ, त्यसले गर्दा अल द वे लेफ्ट आउनु होला। दुईटा लाइनहरू यहाँबाट लेफ्ट टर्न गर्दैछ, त्यसले गर्दा तपाईँ चाहिँ राइट लेनमा नबस्ने, लेफ्ट लेनमा बस्ने। लेफ्ट लेनमा गइसके पछाडि लेफ्ट टु लेफ्ट गइसके पछाडि त्यहाँबाट अबको लाइटबाट लेफ्ट टर्न गराउँछ तपाईँलाई। राइटमा बस्नुभयो भने तपाईँलाई प्रब्लम हुन्छ, किनकि दुईटा लेनबाटै गाडी लेफ्ट टर्न गइरहेको हुन्छ। तपाईँ राइटमा बस्नुभयो भने स्विच गरेर लेफ्टमा आउँदाखेरि कोही कोही गाडीले छोड्दैन भने तपाईँलाई प्रब्लम हुन्छ। त्यसले गर्दाखेरि लेफ्ट टु लेफ्ट बस्ने र यहाँबाट सिधै गइसके पछाडि अब चाहिँ तपाईँलाई के गर्छ त इक्बालपुर अनि त्यो ड्राइभ टेस्ट सेन्टर जुन छ त्यतातिर लेफ्ट गराउँछ। त्यसका लागि तपाईँले लेफ्टमै बस्नु होला। अब जबसम्म गाडी यहाँ चाहिँ लेफ्ट टर्नको सिग्नल आउँदैन हामी कुद्नु पर्यो। अब यहाँ के छ भने हामी यो म्याकमर्सीमा छौँ होइन, यतापट्टि माल्टा एभिन्यू, जसलाई हामीले नेपाली टोल पनि भन्छौँ होइन। नेपाली टोलको र हामी स्टिल्सको इन्टरसेक्सनमा छौँ। यहाँ चाहिँ अगाडि तपाईँको एरो आउँछ क्या। अब बिचमा गएर रोक्नु परेन, एकदम इजी हुन्छ यहाँबाट जाँदाखेरि। एरो आउँछ, एरो आइसकेपछि स्वाट्ट जाने। अनि जाँदाखेरि के कुरा ख्याल गर्ने भने यसमा चाहिँ लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडमा डटेड लाइन छ। त्यही लेफ्ट ह्यान्ड साइडको व्हाइट डटेड लाइनलाई तपाईँले खिच्दै जाने, लेफ्ट ह्यान्ड साइडमा पार्दै जाने। यसले गर्दाखेरि तपाईँ ठ्याक्कै लेफ्ट लेनमा पुग्नुहुन्छ। यो कुरा एकदमै ध्यान दिएर तपाईँले गर्नु पर्यो। अब यदि तपाईँले राइट ह्यान्ड साइडतिर पेलिदिनुहुन्छ भने दुईटा लेनबाट टर्न गर्दै गरेको गाडी हुन्छ, त्यो गाडीको क्लोज जान्छ, त्यो उसले हङ्क गर्न सक्छ अनि तपाईँको एक्जामिनरले स्टेरिङ कभर गर्न सक्छ। त्यसले गर्दाखेरि यहाँबाट लेफ्ट टर्न गर्दाखेरि मेक स्योर तपाईँले व्हाइट डटेड लाइनमै जानु होला। लाइट इज ग्रिन, एरो छ, हामी आनन्दले जान्छौँ, व्हाइट डटेड लाइनसँगै जान्छौँ हामी है। अनि आउँदाखेरि लेफ्ट टु लेफ्ट ठ्याक्कै यहाँ आयौँ। आइसके पछाडि स्पिड लिमिट इज 60। यहाँ आइसकेपछि तपाईँलाई क्विक भन्छ टर्न लेफ्ट टु द लाइट, लेफ्ट सिग्नल, मिरर, ब्लाइन्ड स्पट अल क्लियर छ। हामी सुरुवातबाटै व्हाइट डटेड लाइन जहाँबाट सुरु हुन्छ हामी त्यहाँबाट गाडी हाल्छौँ है। अनि यहाँ जाँदाखेरि ठ्याक्क तपाईँको रेड लाइट छ, स्मुथली उहीँ गएर झ्याप ब्रेक नहान्ने, पहिल्यै स्मुथली लिएर गएर ट्याक्क ब्रेक हान्ने। तपाईँले कोही कोही साथीहरूको के हुन्छ भने उहीँ गएर झ्याप ब्रेक हान्ने, त्यसभन्दा पहिले तपाईँको एक्जामिनरले ब्रेक हानिदिन सक्छ। यहाँ एरो आउँछ, एरो तर छोटो समयको लागि बोल्छ, अहिलेको लागि एरो ग्रिन एरो छ, त्यसले गर्दा हामी जान पाइयो। एरोलाई तपाईँ आउँदाखेरि एकदम ध्यान दिनु होला। जब एरो आउँछ तपाईँ एकदम मजाले जान सक्नुहुन्छ। तपाईँ आउँदा आउँदै पहिला देख्दाखेरि उत्तिखेर त्यो एम्बर भइसक्या हुन्छ अनि त्यो बन्द भइसक्या हुन्छ, एकदम ख्याल गर्नु होला। अब यो राइट ह्यान्ड साइडमा इक्बालपुर छ र हामी सिधै ड्राइभ टेस्ट सेन्टरमा जाँदैछौँ। यहाँ जाँदाखेरि तपाईँको स्टप साइन छैन, तर यो 3 वे स्टप हो, तपाईँ स्ट्रेट जान पाउनुहुन्छ। तर यहाँ के हुन्छ भने मान्छेहरूले नटेरी आइरहेको हुन्छ। तपाईँ जाँदाखेरि स्टप साइन छैन, तर मान्छेहरूले नटेरी आइरहेको हुन्छ है। त्यसले गर्दाखेरि यदि आइरहेको छ भने तपाईँले जान दिनुहोस् क्या मान्छेलाई। त्यो आउँदैछ भने तपाईँले हुत्याएर नजानुहोस्। अटेरी हुन्छ भने कसैले केही गर्न सकिँदैन, दुर्घटना हुन्छ। त्यसले गर्दा त्यस्तो अवस्थामा सेल्फ राइट अफ वे हो, तर चाहिँ ठोक्किने अवस्थामा चाहिँ तपाईँले त्यसलाई जान दिने। अब यहाँ स्टप साइन छ पेडेस्ट्रियनको लागि,
हामी रोक्छौँ अनि 3 सेकेन्ड रोकिसके पछाडि मान्छे छैन भने ठ्याक्क जाने। यदि तपाईलाई टेस्ट रुटमा चाहिँ यदि प्यारलल पार्किङ गराएन भने अब हामी ड्राइभ टेस्ट सेन्टरमा आइसक्यौँ, पार्किङ स्पटमा आइसक्यौँ। यहाँ आइसके पछाडि अब रिभर्स पार्किङ गराउँछ है। अब हामी बिचमा त प्यारलल पार्किङ नगरेको हुनाले अहिले हामी रिभर्स पार्किङ गर्दैछौँ। यहाँ जाँदाखेरि बोथ साइड हेर्नु होला, ध्यान दिँदै जानु होला र यहाँबाट लेफ्ट टर्न गर्दैछौँ। लेफ्ट लगिसके पछाडि अगाडिपट्टिबाट कोही छैन, मान्छे छैन भनेपछि ध्यान दिएर जाने र राइट ह्यान्ड साइडमा तपाईँलाई रिभर्स पार्किङ भन्छ है। रिभर्स पार्किङका लागि ठ्याक्क सिग्नल दिइहाल्नु। उसले भन्ने बित्तिकै, यदि उसले भन्ने बित्तिकै तपाईँले सिग्नल दिनु भएन र रोक्नुभयो, तपाईँले यता मिलाउन थाल्नुभयो र पछाडि हङ गर्यो भने तपाईँलाई फेल गर्छ। विदाउट सिग्नल तपाईँ रोक्न पाउनुहुन्न। हामी राइट ह्यान्ड साइडमा रिभर्स पार्किङ गर्दै गरेको हुनाले हामी गाडी सिधा छ र हामीले रिभर्स पार्किङ गर्दैछौँ। ट्याक्क यहाँ मिलाएँ मैले। हामी रिभर्स पार्किङ गर्दैछौँ। रिभर्स पार्किङ कसरी गर्ने हामी अर्को भिडियोमा चाहिँ हामी तपाईँलाई पार्किङ कसरी गर्ने भनेर पनि तपाईँलाई जानकारी दिन्छौँ है। ल रिभर्स पार्किङ त्यसपछि हाम्रो टेस्ट सकियो। कोही कोही एक्जामिनरले तपाईँलाई फेरि फरवर्ड पार्किङ गर पनि भन्छ है। त्यसका लागि पनि तपाईँ तयारी हुनु होला। अनि टर्न अफ योर इन्जिन भन्छ, टर्न अफ द कार भन्यो भने ट्याक्क टर्न अफ गर्ने। त्यसपछि तपाईँलाई रिजल्ट सुनाउँछ र यति गरेपछि तपाईँ पास हुनुहुन्छ। ब्राम्पटनको G2 को रुट पनि यति नै हो र हामी फेरि अर्को G को लागि पनि तपाईँलाई जानकारी गराउनेछौँ र यो सबै हामी अन्त्यमा छौँ। यति भइसके पछाडि तपाईँ पास हुनुहुन्छ र तपाईँले असली सिकाइ जब एक्लै गाडी लिएर हिँड्नुहुन्छ त्यसपछि तपाईँको असली सिकाइ हुनेछ। र थ्याङ्क यू सो मच तपाईँले यति दिनसम्म हामीलाई हेरिदिनु भयो र यति मिठो भिडियो र यो मेहनत गरेर गर्नुहुने मेरो प्रिय भाइ साजननाथ योगीलाई धेरै धेरै धन्यवाद। र तपाईँले कुनै भिडियो सुटिङ गर्दै हुनुहुन्छ, विवाह व्रतबन्ध र कुनै पनि फङ्सन गर्दै हुनुहुन्छ, तपाईँले भिडियो र फोटोग्राफी गर्न चाहनुहुन्छ भने साजननाथ योगीलाई तपाईँले सम्पर्क राख्नुहोला। क्यानाडामा हामीले धेरै इभेन्टहरू गर्दाखेरि उहाँलाई चाहिँ सम्झिने गर्छौँ र सबैले चिरपरिचित नाम हो। उहाँले भिडियो र फोटोग्राफी असाध्यै राम्रो प्रोफेसनल तरिकाले गर्नुहुन्छ। उहाँलाई सम्झिनु होला। उहाँको नम्बर यहाँ तल छ, सम्पर्क गर्नुहोला। र G2 सिक्न चाहनुहुन्छ भने मलाई सम्पर्क राख्नुहोला। G सिक्न चाहनुहुन्छ भने मलाई सम्पर्क राख्नुहोला। परीक्षा दिँदै हुनुहुन्छ, G को एक्जाम दिँदै हुनुहुन्छ अथवा G2 आफै जाँदै हुनुहुन्छ र केही कुरा तपाईँलाई क्वेसन मनमा छन् भने मसँग नसिके पनि जे क्वेसन, जे खुल्दुली, जे क्युरियोसिटी छ भने मलाई चाहिँ सम्पर्क गर्नुहोला। मेरो नम्बर तलपट्टि छ है त। नमस्ते, खुसी रहनुहोस्। नमस्ते, म कमल गेवाली, सर्टिफाइड ड्राइभिङ इन्स्ट्रक्टर। म ब्राम्पटन र मिसिसागालाई केन्द्रमा राखेर यो वरिपरि मैले गाडी सिकाउने गर्छु र तपाईँलाई पनि कुनै G2 र G को बारेमा सिक्नु छ, केही कुराहरू बुझ्नु छ भने र तपाईँको साथीहरूले कसैले सिक्दै हुनुहुन्छ, सिक्न खोज्दै हुनुहुन्छ भने मलाई सम्झिनु होला। मैले आफ्नो बेस्ट दिने कोसिस गर्नेछु। थ्याङ्क यू, नमस्ते।